श्री भानुभक्तको रामायण सुन्दरकाण्ड। तर छुछार सम्राट सधैँ भन्याइरहरी श्रीरामका चरण बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई ताई हनुमान हे वीर हो पातरी सीताजी कन बेत छु मैले जान्छु बडो बेग धरी पापी जन पनि रामका स्मरणले संसार पार छता रामकै काम निमित्त औँठी सगली जान्छु दुतै हूँ म त क्या डर छार समुद्र तल सधैँ पहुँचन्छु लङ्का भनी चारै पाउ जमिन बिसेर कुद्या हेर्दै तमासा पनि दक्षिण तर्फ मुख गरी कन कुद्न बस्दा उपर नजर दिएका दुई पाउ धस्ता सोझो गराइकन घाँटी कुद्या जसैता वायु सरी हुन गया हनुमान तसैता आकाश मार्ग गरी कुदेर हनुमान उड्त्या ती आकाशमा सीताजी कन भेटी फर्किकन फेर रामचन्द्रका उपासमा पुग्न्या अक्कल बल छ छैन यिनको बुझौं सबै बल भनी इन्द्रादिहरूले खटाई सुरसा जल्दी पठायो पनि जल्दी गई सुरसा अघिल्तिर बसिन् सामने हनुमानका क्या भन्छन् हनुमान भनेर खुसी भई कुरा गरिन् खानका भोकी धेरै दिन कि म खोजी हिँड्थ्या क्या खा आहारा भनी पाया बल्ल यहाँ मिल्यौ तिमी त एक साह्रै भया खुस पनि आऊ लौ पसमुखमा जब भनिन् बोल्या हनुमान तसै भन्छन् आज सीता नभेटिकन त पस्दिन मुखमा कसर सीता भेटी म फर्कौँला र रघुनाथ ज्यूका हजुरमा गई विस्तार बिन्ती गरेर आई पसौँला तिम्रो आहारा भई यस्ता बात सुनि बन्दछिन् सुरसा मेरा मुखैमा पसी निस्कि जाऊ नै भन्या बलले पक्रेर दारा धसी मार्छु यति भनिन् र लौ तब यहाँ मुख बाउ चाँडो भनी चार कोसको त शरीर गरिकन बस्या फु हनुमान पनि चार कोसका हनुमान देखि सुरसा 20 कोसको मुख गरिन् 40 कोस हनुमान भया र 80 कोस मुख फेरि जल्दी धरिन् जल्दी फेरि हनुमानले 26 कोसको रूप गराई बस्या फेरि 200 कोस मुख जब गरिन् अंगुश ठजै भई पस्या निस्क्या जल्दी र भन्दछन् ती हनुमान देवी मुखमा पसी निस्क्या जान्छु म त अवश्य अब त बन्दैन काम त बसी अक्कल बल सीताका वचन जब सुनिन् यस्ता हनुमानका आफ्नो सत्य कुरा तसै सब कहिन् छाडिन् कुरा खानका
सक्छौ काम तिमी साधी आऊ हनुमान यो बल छ तिम्रो भनी चिन्या भन्छु म इन्द्रका हजुरमा तिम्रो पराक्रम बनी बल बुझ्नै भनी इन्द्रका हुकुमले आए किता हौ भनी खुश भई स्वर्ग विषे गैन्ती सुरस कुद्या हनुमान पनि जसले सागर नाम धर्या मकनसो राजा सागर जो भया तिनका वंशमा विभूषण सरी श्रीराम राजा भया तिनका काम निमित्त आज हनुमान जान्छन् इलङ्कामा मैनक पर्वत निस्की जाऊ तिमी गई विश्राम गराऊ ता थाक्या हुन् हनुमान विषाई फलफूल खाउन् र जाउन् भनी भन्दा सागरका वचन सुनि तहाँ निस्क्या ती मैनक पनि अर्को एक मनुष्यको स्वरूपले आजोरी बिन्ती गर्या आई फलफूल खाइ जाऊ हनुमान भन्दै अगाडि सर्या आज्ञा सागरको हुँदा चरणमा मैले भनी मैनाकले यति बिन्ती बात जब गर्या बोल्या हनुमान पनि रामको काम नगरी बसेर कसरी खान्छु म जान्छु यसो हातले छुन्छु मलौ भनेर खुसी भई छोएर कुद्या कसो कोही दूर हनुमान पुग्या पछि तहाँ एक सिंही राक्षसी छाया पक्री जन्तु खैँची बलले खान्थी जलैमा बसी छाया पक्री उतान्न लागि हनुमान जीवको गति बन्द भो कसले बन्द गर्यो गति भनी दिशा कसै दृढ गो देख्या तलतिर दृश्य दिकनका जसै नजरमा परी एकै चोट दुई लात दिया र सधै फुस्रुक ताही मरी तहाँदेखि कुदी गया र हनुमान पहुँच्या जसै तिरमा लङ्कापुरी तहाँ त्रिकुट गिरीको देख्या उपर शिरमा वरिपरि तैतिरमा छन् भरि वृक्ष फलफूल जहुन वनमा धेर घर छन् पञ्चीले गुल भ्रमराहरू लताका फुलमा हल्ली हल्ली घुनु 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 गर्दै हिँड्छन् बल्ली बल्ली नजर वरिपरिको जो छ शोभा नजर भो त्रिकुटगिरी उपरका पुरीमा फेरि नजर गो वरिपरि पर्खाल छन् बीच बीचमा छ खावा सदसँगहरूले गर्न पोषक छ दावा यति तखत पर्याको खुप अघम देखि लङ्का यही घडी बसी जाकी ए राति जायती शङ्का गरिकन ठहराया त्यही बस्छु र राति सदसित म जाला जानता राति जाति त्यही बसी यति गमले बाँकी दिन सब बिताया दिन बिती जब रात भो जान पाऊ चलाया स्वरूप पनि त सानुली पस्या जसै त दगुरी नजिक आइन् लङ्किनी पो तसै त हो आज मलाई केही नगनी यो भित्र जान्या भनी
चोरै हो बनिलात उठाई रिसले एकचोट त हानिन् पनि जल्दी बाम मुठी उठाई सजै ठोक्ता जमिनमा परि छाड्दै ताई रगत गिरिन् झटपट उठेर बिन्ती गरिन् लङ्कापुरी त हुन् ती राक्षसी भई बस्थिन् सगाद्वारमा जानिनन् श्री हनुमान भनेर जब चोट पाइन्छलिन् सारमा लङ्किनी मलाई त जिति गयौ यसले सक्यो राज गरी रावणको त मरण हुने बखत भो आयो मरणको घरी ब्रह्माजी अघि बन्दथ्या प्रभुजीको हुन् यहाँ छ राम अवतार हर्ला रावणले सीता र रघुनाथ सुग्रीव थिए मित्रचार गर्नन् सुग्रीवले पनि दश दिशा सीताजीको खोज खबर गर्नलाई पठाओ नन् वीरहरू छानेर खुब जबर तिनमा एक वीर आउला र तिमीले लात मारी देउली जसो हान्ला बाम मुठी उठाई र रगत छाड्दै गिरौली तसै रावणको ताईसम्म आयु छ भनी भन्या थ्या र सोबात सुनि ब्रह्माको त वचन प्रमाण गरी भन्या त्यो मर्छ राम पनि जाऊ भेट सीताजीलाई ती अगम भित्री बगैँचामा अशोकका वनमा छ वृक्ष बढिया एक सपाको ताई छन् प्रभुकी प्रिय वरिपरि छन् राक्षसी गण पनि भेटी गई रघुनाथ भन तिमी यस्ता विपद छन् भनी धन्य भन्या म अहिले प्रभुको स्मरण हो संसारको भय छ जो उत आज दूर भो यस्तो मिल्यो म कन सँग म भक्त ती अहिले यसतै रहोस् उही म पाऊँ नबिर्स्यौं कहिले जसै श्री हनुमान पुग्या सजमा लङ्का समुद्रै तरी तसै जानकीको फुर्यो नजर बाम हातै समेत थुप गरी रावणको पनि बाम हात नजर बाम फुर्यो रघुनाथको दक्षिण अङ्ग फुर्यो तसै बखतमा खुस मन भयो नाथको सानो रूपली पछि सब सहर हेर्दै विचार खुब गरी रावणको दरबार विशेष गरी डुल्या चोटा र कोठा गरी पाएनन् र कता मजा बनी ता मनमा विचार भो जसै सम्झ्या लङ्किनीका वचन रति गया अशोक वनमा तसै जो वृक्ष त इन्द्रका नगरीमा सो त छन् सपताई रत्नैका सिँढी साफ असल जल पनि यस्ता तलाहु काहीँ फलफुलले अति भार भयाल रुखका सब तिहागा पनि लच्क्याका भमरा र पन्छी बहुतै रुखमा बस्याका पनि बीचबीचमा सुनका हवेली पनि छन् उच्चा मणिको छथा जसमा छन् कति गर्नु वर्ण जहाँ हेर्यो तहाँ पक्की काम यस्तो सुन्दर वन नजर गरी सबै डुल्दै हनुमान गया
देख्या सुन्दर शिष पार खुसी भई ताहिँ दाखिल भया अधिक गभीर छाया सूर्यको ताप नपस्न्या उपर अति पहेँला बेस चरा मात्र बस्न्या वरिपरि पनि नाना राक्षसीको छगेरा रुखमणि ताही सीता देखिन्थे दनेरा भोकी मैलिने जाओरी न त कपाल ओर्याकी सबके सुसोई लट्टा मात्र गर्याकी खाली भूमिमा रुँदै बस्याकी तसोई राम 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 यति मात्र बोलिरहँदी देख्या र साना भई पातका अन्तरमा लुक्या ती हनुमान रुखका उपरमा गई भन्छन् श्री हनुमान तहाँ मन मनै अहिले कृतार्थै बयान जो सीता कन देखि आज खुसीले सीता समीपमा रह्या साध्या काम पनि रामको वनिता खुसी भया थिया जसो हेरे अन्तरपुरमा भयो र खलबल त्यो शब्द सुन्या तसो क्याको शब्द भयो भनेर हनुमान लुक्या ती झन् पातमा आयो रावण जल्दी तै नजिकै सब स्त्रीली साथमा कहिले मर्छु म राम देखि अझ तक सीता हर्याता पनि आएनन् रघुनाथ भनेर रहँदा देखेछ सपना पनि रामको दूत अति वीर बानर अशोक वनभित्र आई पसी सीताजी कन देखे न्या गरी तहाँ पाभित्र लुकी बसी गर्दो सुर सब कामको खुसी भई सपना देखे थियो जसो साँच्चै हो कि भनेर दौडी कन झट आयो नजिकमा तसो साँच्चै पो यदि हो भन्या असल हो दुर्वाच बोल्छु जसो सीतालाई यसो सुनेर रिसले जाला र बङ्ला तसो मेरा दुष्ट वचन सुनेर रघुनाथ आएर मारन भनी यस्तो निश्चय मन गरी नजिकै दुर्वाच बोल्यो पनि सीताजी पनि दुष्टलाई नजिकै देखि अधोमुख गरे श्रीरामका चरण बिन्द मनले अन्तःकरणमा धरे चुप लागि जननी रहिन् जब ता सोधेकी रावण पनि लाग्यो भन्न मलाई देखि किन ल्यायो अधोमुख भनी राम मेरा पति हुन् भनेर तिमी भो भन्छौ भन्छन् कहाँ मेरी हो यदि भन्या पनि भन्या आउनु पर्थ्यो यहाँ माया छैन तिमी उपर नबुझी क्या शोकमा त गछौ सय यौवन व्यर्थ गयो विचार किन हो यौवन फाल्छौ सय यौवन व्यर्थ नफाल व्यर्थ मनमा शोक गर्दछौ यो कति मैलाई पतिमा न आज तिमीले हुन्छु म तिम्रो पति मेरी पत्नी भयो भने त सबकै मालिक हुनेछौ म त साह्रै प्रेम गरी राखौँला बुझदिक बैगुनी चन्द्रामता मानी मूर्ख कृतर्थ मानु पमा साह्रै अदम जो त छन् शक्तिमा पनि कम उरामा पनि आउन् क्या सक्छ तस्मा छोड नराख रामतिर मन यस्तो भन्या थियो जसो
लाल लाल नेत्र गराई पूर्ण रिसले बोलिन् सीताजी तसै काजी रावण बोल्दछस् कति बहुत दुर्वाच्य बग बग गई राघवदेखि डराई छल नभनिएका सन्यासीको रूप धरी जसै यज्ञ विषय हविष कुकुरले अर्थ नुसै कालले राम लक्ष्मण नहुँदा हरिसे बुझिले मर्छ त्यसै कालले सागर सोचेकी सागु लगाई रमुना ताएर घेराजी तेरो वंशनी विनाश गरेर पछि फेर प्राण खैची तेरोली लैजानन् रघुनाथ मलाई भनी झट दिहिन् जवाफ यो जसो लाल नेत्र गराए खड्ग पनि काट्ने तयार भो तसो मन्दोदरी विनती गर्न अगाडि साधी यो खड्ग टारौं कसरी भनी चित्त धर्दी पाउ परिकन बहुत गरी बिन्ती लाइन सबरिस समन पनि गराएर खड्ग टारे हुकुम रावणले तायति दियो यो राक्षसी सीता महिना 2 असै वसन्त उपर मेरा शयनमा पिता बसदिन पो पनि भन्या काटेर टुकटुक गरी तरकारी भुटुवा बनाउनु असल मिठा मसला धरी मासु खाइ म छाडौँला अझ पनि चेताउ यति भनी रावण फर्की गया ती राक्षसीहरू एकमुख भया फेर अनि एक बन्छे किन बिहा थयौ बन सक्यौ रावण गराउ पति दोषी क्या भनी उठ त छे किन कति बार बार भन्दछे से थाक्छेस कति काटनै पर्छ नकाटी हुन्न भनी बात गर्दै थियो र गीता हातमा लितर दौडी पनि गई भन्दै म काट्छु सीता अर्की घोर मुख भाइ डर दिन जित धाई सीता थिए जसो बुढी राक्षसी एक थिए त्रिजटा त्यसले हटाई कसै लागि भन्न अभागी दुष्टहरू क्या दुष्टको चाहिँ मती गर्छौ छोड विरोध नराख गर कुकु सीताजीको स्तुति पाओमा परि दण्ड त गर सबै मालिकी नै हुन् भनी मेरा आज वचन लियौ पनि भन्या उभित होला पनि सपनाको सुन भन्छु लक्षण यहाँ श्रीराम सीताका पति ऐरावतो पर चढेर सगमा भाइले वीर अति यहाँ धाई रिसाए वशम सबयो लङ्कै गराइदिया रावण मारी सीता लिएर सगमा पर्वत उपर बोधिया रावण गोमय कुण्डमा कुल समेत खूब तेल मथन गरी मुड थियो सब मुड आफ्ना उसै मुठको तमाला धरी श्री रामका नजिकै विभीषण थिया भक्ति प्रभुको गई गर्थ्याको पटल बहुत खुसी हुँदै
तन मन वचनले गरी रामले रावणलाई आज सधैँ मार्छन् कुलै साफ गरी रावणको अब विधि छैन यसको आयो मरणको घरी रामका भक्त विभीषणै अब उपर बस्नन् यहाँ राजगरी जस्तो हुन्छ हुकुम सीतापतिजीको सोही शिरोभर धरी जस्तो सपना भयो उसब भनिसक्या यति भनी चुप जसो लागि त्रिजटा ती बात सुनि डर्या सब राक्षसी गण तसै इन्द्रका बसामा सबै परि गया सीता बहुतै रुँदी आधार कोही नहुँदी अधिक ताप मानेर व्याकुल हुँदी भोकी शोक गरी बन्दछिन् अब यहाँ अहिले कसरी मरु यिनका हात परेर मर्नु ननीको आफै म मर्छु बरु तापले पूर्ण हुँदो उपायहरू थोक केही नजान्दी कसै मनमा श्वास त नपाउँदा बिरहले देखती अँध्यारो सबै राममा चित्त दिएर मर्नु बढिया मानेर सीता ता जुनिन्या मतलबली खडी भइन् पक्रेर हाँगामा राक्षसका बीचमा बसी जिउनु धिक मर्नु निको मर्दछु झुठो लामो छ जुनिन्याको नयाँ डोरी त यही गर्दछु यस्तो निश्चय गरिकन सीता झुन्डिन् नाटिन् जसै काम बित्ला भनी सानो बोली झटपट बोल्या हनुमान तसै 12 वर्ष बिसे मडी मुकुट धै नाम त अयोध्या भनी ठुलो एक सर थियो मडी मही सुन्दर बन्याको पनि इच्छा कुलका कुलैमा अति बलि दशरथ वीर महाराज छन् तिनका 3 रानी मध्ये गुणी गुणी अति विचार छोरा भएछन् जेठा रामदिती 4मा उही पछि त भरतजी र लक्ष्मण यति नै भन्दा सकुन कान्छा सकल गुणमा कम्ती छैनन् ती कुनै जेठा राम पिताजीका हुकुमले सब राज्य छोडिदी वनमा बस्न चढ्या बहुत खुसी हुँदै सीता र लक्ष्मणले एक दिन पञ्चवटी गया प्रभु तै डेरा प्रभुको पर्यो रावणले अति छल गरिकन तहाँ सीताजीलाई हर्यो राम लक्ष्मण हुँदा सीता पनि तहाँ चोरी जसैका हर्यो चोरी आज सीता हर्यो भनी बहुत खेद रामलाई पर्यो जान्थ्या खोजी सीताजीलाई वनमा फेला जटायु पर्या तिनमाथि करुणा भयो प्रभुजीको ताही जटायु मर्या भेट सुग्रीवसित हो पछि प्रभुजीको लाया मितेरी पनि बाली मारी रजाई बक्सनु भयो मिथुनी मेरा भनी बिरबिर बानर छानी सुग्रीवजीले सीताजी खोज्नै भनी
हुकुम बक्सनु भोर वीरहरू गया सीताजी खोज्नै भनी तिनमा एक वीर मता हुँ म त यहाँ आए समुद्रै तरी सम्पातीसित भेट हुँदा खबर भई उनका वचनले गरी लंका दाखिल भई गया छिनमा रामका प्रतापले गरी उत्क्या लंकिनी देखि निर्भर्या भई अशोक बन परी देख्या सुन्दर बाटिका वरिपरि रुख बेस लताले गरी बेर्याका चौर रतन सरीका फलफुल फल्याका भरी देख्या आज सीताजीलाई र यहाँ आनन्द पाया भनी यति बिन्ती गरेर चुप भइरह्यो कहाँ हनुमान पनि सीताजीले जब यी बात कर्मैले सुनिथिन् आश्चर्य भइकन वरिपरि हेरिएका छिन् कोही नदेखि ती सीता अरूलाई त भन्छन् कुराई कहन्या जनको छ यहाँ भ्रम भो भनु पनि भन्या सब चेत छ मेरा स्वप्न कसरी भनौ निद छैन मेरा जो होई बात कन्या अगाडि आई अमृत वचन अति आज बनोस् मलाई सीताजीको यति वचन जब सुन्न पाया सानो स्वरूपले हनुमानजी अगाडि आया दर्शन प्रणाम पनि गर्या र सीताजीलाई तै खडा भइरह्या अति हर्ष पाई लालमुख पित शरीर पनि अलि सानो भगेरा शरीर दर्याका हनुमान देखि मनले आफै ती शङ्का परी रावणको छल हो कि यो भनी त लाइन दो मुख जसो शङ्का भो अब माईलाई भनी झट बोल्या हनुमान तसो हे माता म त दास हूँ हजुरको रामका हुकुमले गरी आयाको छु हजुरको खबरमा गम्भीर समुद्रै तरी राजा सुग्रीवको मन्त्री म हुँ वायु पिता हुन् पनि यति बिन्ती गरेर चुप भइरह्या क्या हुन्छ मर्जी भनी सीताजी पनि भन्दछिन् कसरी हो जानु म मानिस पनि बानरसित मेत्यारी लाउँछ कतै के हुन् कुराको जनी यति बोली सीताजी चुप भइरहन् साँचो नमानी जसो फेरि वृत्तान्त गरी सुनाई सब बात औँठी दिया पो तसो औँठी दिकन फेर प्रणाम पनि गरी जसै हनुमान बस्या देखिन् औँठी तसै बखतमा हर्षा सुधारा खस्या बर्बर आँसु खसाउँदै प्रभुजीको औँठी शिरोवर्धन साह्रै खुसी हनुमान उपर भइता प्राण चाहिँ प्यारो गरी
हित गरी हनुमानजीलाई भन्छन् ती माता म कन तिमी भयौ प्राणका दाता तिमीसित रघुनाथले खूब विश्वास मान्या तब मसित पठाया यति कामले त जान्या अब त तिमी हनुमान जल्दी गई रामलाई भन विपत्ति पर्या कि देखिहाल्यौ मलाई जति गरी म उपर श्री रामको हुन्छ माया तति गरी तिमीले युक्तिले बिन्ती लाया जिन्तिन शरीर मैना दुईता म धर्छु तहाँ पछि त तिमी निश्चय जान मर्छु खान्या छ दुसट तरकारी बनाई छैन अरू सया मलाई कोही तस्मात् अवश्य यी 2 महिना नजाई सुग्रीव समेत सकल सैन्य लिएर आई यस दुष्टलाई सब वंश समेत मारुन् यो दुःख सागर पर्या कि मलाई तारुन् सित गरी बिन्ती खूब दयालु बनाया जति छ फजिती मेरा यो सबै थोक जनाया यदि बिनती गर्या लौ पाउला धर्म धेरै सकल भनी सक्या बात क्या भनु बेर बेरै श्री हनुमानले पनि गर्या माता म सेवक ख्वामितका यी विपद सबै म पाउला धेरै बात यहाँ के कहूँ राम लक्ष्मण 2 भाइ सुग्रीव समेत बानर की सेनाली वंशै रावणको विनाश गरिदिनन् घेरा सहरमा दि ख्वामितलाई लिएर फेर रघुनाथ जान्छन् अयोध्यामा आवेनन् रघुनाथ भनेर मनमा शङ्का नलागोस् यहाँ यो बिन्ती सुनि भन्दछिन् ताई सीता श्री रामचन्द्रजी क्या गरी सेना लिकन आउनान् अति गम्भीर यस्तो समुद्र तरी जननी कन बुझाया यो हुकुम सुनि कहाँ मै छु प्रभुजीको सदा बोकौँला पीठमा रघुपति 2 भाइलाई क्या दुःख पर्छन् सकल अरू र सुग्रीव कुदी आफै तितर्छन् जननी म त बिदा झट्ट पाऊँ मर्जी त शून्य अब त उही गया पो हुन्छ काम जल्दी हुन्या जौन चिज दिँदामा राम विश्वास मान्छन् उही चिज पनि पठाउ जान्छु दिन मात्र जान्छ यति सुनि अघिदेखि केश पासमा धर्याको मणि झिकी दिहाले रामका मन पर्याको मणिदी फेरि भन्छन् त्रिकुटमा भयाको शरण परि नजर दि
काग बाँची गएको। एक दिन हनुमान म चित्रकूटमा रामका नजिकमा थिया। मेरा काखमा सुत्याएर रघुना हातको तकिया दिया। मेरा लाल दुई पाउदेखि कनका आयो र ठुङ्ग्यो जसो। मेरा यी दुई पाउदेखि बहुतै आयो रगतको कसो। उठी श्री रघुनाथको नजर भो वहीँ थियो काग पनि। फ्याक्या एक तृणाली कहाँ प्रभुजीले यो काग मार्छु भने। त्यो काग 14 भुवन डुलो त पनि पाएन जसो। फेरि आए शरण परि नजर दि बाँची गयो काग कसो। मेरो आज शरण पर्यो भनी दया आयो र कागमा पनि। मैमाथि त दया कसो हुन गयो भन्छन् भन्यायो पनि। हात जोडिकन बिन्ती फेर हनुमान वीर गर्न लाग्या ता। यहाँ छन् भनियो खबर नपाई पो आउन ढिलो यहाँ। रामले हरिली गयो भनी खबर हुन्थ्यो त बाँच्यो कहाँ। आज तक रावणको कुलै प्रभुजीले सबसम गर्थ्या यहाँ। देख्छु रूप त सानो मानु भगेर जत्रो कसरी लडी। राक्षस नाश तिमी गर्छौ तिमी ठुला हुन्छौ किश्वारू बढी। तिम्रो रूप अति सानो देख्छु अरू त पत्रा हुनन् भने। सम्झन्छु मनले र गरम्छु मनमा आश्चर्य मान्छु पनि। यसतो मर्जी सीताजीको सुनि तहाँ पर्वत सरिका भया। मेरो तुल्य स्वरूप गरेर हनुमान सामने खडा भइरह्या। जब तति हनुमानको रूप ठुलो देखिलिन् खुसी भई ताई बिदा माइले जल्दी दिन्। अब त तिमी हनुमान दृष्ट चाल छिपाऊ यिनीहरू सब देख्छन् कुदी फेरि जाऊ। यदि सुनि हनुमानले फेरि बिन्ती लाया सहजसित म जान्थ्या केही फल खान पाया। वरिपरि फल फुल छन् मर्जी मात्रै म पाऊ। हुकुम बिनु कसरी आज आफै म खाऊ। यति बिनती गर्या थ्या खानाको मर्जी पाई। खुसी भई फल खाई माइथै जल्दी आई। चरण परि बिदा भई क्या गया दूर जसैता। अलिकति कछु काम गर्न आट्या तसैता। आफ्नै मन भन्छन् ती हनुमान जुन वीर त दूर भइ गई। जति ख्वामितको हुकुम छ उति मात्रै चनाखो भई। उति काम गरी फिर्छ पो पनि भन्या तो दूत दम हो भनी। भन्छन् सब दुनिया त भेटिकन जा कस्तो छ राम पनि। यति गमिती बगैँचा फेकन मन सुप चलाया।
खुसी भई ती महावीर जल्दी फेर फर्की आया सकल वन उखेल्दै चौकी सम्पूर्ण मार्या भगत जननी बस्या एक शिशौ शेष राख्या जब त वन विनाश्या राक्षसी जल्दी आई पुगी नजिक सीताका सोधी सीताजीलाई भन न तिमी सीताजी वीर को क्या आयो अति असल बगैँचा मासी मैदान बनायो यति सुनि तै सीता भन्दछिन् क्या म जानु विपद परिरहेकी छु म त चानो मानो तिमी बुझ न सबै बात कौन हो क्या नायो अति असल बगैँचा किन मैदान बनायो सकल छल त हो यो राक्षसै गर्छ माया जब त यति भनिदिन् राक्षसी सब डराया कहन भनी गया सब रावणकै हजुरमा पुगिकन ती लाग्या बन गयो जो विसुरमा अहिले महाराज अधिक बलियो आयो र बानर सीताजीसँगकै बातचित गरी उद्यो बगैँचामा सबती रुख सजै उखेलिकन साफा मैदान बनाइदियो चौके चूर्ण गरी हवेली पनि सब नासी बस्याको थियो आयौं हामी त बिन्ती गर्न भनियो बिन्ती गर्या त्यहाँ जसै सुन्यो जल्दी उठेर पक्रन भनी लस्कर पठायो तसै हुकुम पाएर लाख लस्कर गयो पक्रेर ल्याऊ भनी एक लस्करलाई देखि हनुमान अत्यन्त गर्जा पनि त्यो शब्द सुनि मोह लस्कर भयो छोड्यो हतियार पनि सब मार्या हनुमानले क्षणमा यी हुन् भूषुना भनी लोह स्तम्भ उठाई साफ सब गर्या संसार पुग्या थियो जसै रावण खुब रिसाई फेरि पनि ठुलो सेना पठायो तसै सेनाका पति 5 गया हुकुमले ठुलै थियो तापनि त्यो सेना पनि साफ त गरिदिया उस्तै भूषुना गनी मन्त्री सुत साथ गया हुकुमले खुब भारी लस्करली लोहस्तम्भ उठाई साफ पारी फिर्या सबलाई ठङ्कार दी सात मन्त्री सुतलाई सैन्य सहितै मारिसक्या त्यहाँ जसै कान्छो रावण पुत्र यक्ष कुमार को लड्न आयो तसै भारी फौज लिएर त्यो पुतली झैं आई जसै ता पर्यो आकाशमा कुदी लोह दण्ड शिरमा ठोक्का सहजमा मर्यो पहिले यक्ष कुमार मारी अरु सब सेना समेत नाश गर्या आउँदैमा तै बत्तीका पुतली झैं हुँदै अनेक वीर मर्या सब राक्षसलाई मारिसकी फेर आउँछ कुन वीर भनी
स्तम्भली खडा भइरह्या तहाँ हनुमान पनि जब त अति प्यारो पुत्र कान्छो मर्याको खबर कन आयो फौज समेत नाश गर्याको तब तरिकता भई भन्छ रावण रिसाई अब त गई म आफै मार्दछु त्यसलाई मार्छु कि त बाँधी ल्याउँछु यहाँ तेरा नजिकमा भनी रावणले यदि इन्द्रजितसित भन्यो त्यस इन्द्रजितले पनि हात जोडिकन बिन्ती गर्छ म छँदै आफै हजुरले त जानु पर्छ कतै म गई साँझमा ल्याउँछु बारी यहाँ यति बिन्ती गरी चढ्यो रथमा केही फौज पनि साथली आयो श्री हनुमान भयातिर गयो सामने मुहुडादी देखा श्री हनुमानले पनि रखु गजाति सामने भई स्तम्भली कुदिकन उपर आकाश बीचमा गई स्तम्भ उचाली घुम्न बीचमा लाग्या गरुड झैं जसो 5 बाँडा छोडी लगाई 8 अनि थपी फेरि लगायो तसो बार लाग्या भनी इन्द्रजित खुसी भई गर्जो जसै ताता घोडा सुतर त चूर्ण पारी हनुमान उद्याती आकाशमा फेरि अर्का रथमा चढेर अवका बाँच्छु मैले भने फ्याँक्यो जल्दी र बर्मा पासती हनुमान जीलाई बाँध्यो पनि बारी श्री हनुमानलाई सँगली फर्क्यो र दरबार गयो बाध्याका हनुमान देखि सारै सम्पूर्ण खुसी भयो जुन्द्रामका चरणै स्मरण गरी सत् अज्ञान पास नाश गरी वैकुण्ठै सब पुग्दछन् भनी भन्या त्यस बरमा पासमा परी बाँधिन्थ्या हनुमान कहाँ तर पनि बन्धन पर्या झैं भया रावण भेटी त जा भनेर हनुमान चुपचाप लागि गया जसै इन्द्रजितै गयो र हनुमान जीलाई बाँधी ता फर्केथ्यो घर जा भनी तब तही आएर रस्तामा रिस्पेरिया पुरवासीले पनि मुठी उठाई हान्दा भया रिस्पेर्छन् भूषणा भनेर हनुमान चुपचाप लागि गया पहिले त बर्म पासमा परिकन क्षणभर बाँधिनु काम थियो ब्रह्माको वाक्य साँचो गरिकन पछि त पासले छाडिदियो बन्धन देखि त पुस्क्या तर पनि हनुमान भेट्न मन सुको धर्याका
पहुँच्या रामण छ जहाँ खुसी भई अरू ताम तस परमा पर्याका रावण वीर पनि मन्त्री वर्ग सँगले गाडी सभामा थियो पहुँच्यो ताई र इन्द्रजित ती हनुमानजीलाई सुम्पिदियो हाजोरी बिनती गर्यो अति हरिप बानर छ सेना पनि धेरै नाश गरेछ आज मगै ल्याया खुनी हो भनी जो गर्नु अब परछ मन्त्रीसँगको सल्लाह बातचित गरी यसको आज ठिकान लगाउनुहोस् मनमा विचार खुब गरी यति बिन्ती गयो र इन्द्रजित को हेरिया नजरले पनि लाग्यो सोध्न प्रशस्तलाई किन यो आएछ सागर तरी असलमा पनि त्यहाँ भनौँ अति असल मेरो बगैँचा पनि नास्यो वीर पनि नाश गयो म कनता मानव घोषणा गनी हुकुम यो सुनि त्यो प्रशस्त हनुमानजीलाई अगाडि गई लाग्यो सोध्न सबै कुरा पनि बहुत आदर दिन्या भयो यही बिचमा नडराई रावण उप सामने नजर दी तहाँ बोल्या श्री हनुमानले त बुझिले कामले ताया यहाँ भार्या जसकी हरिष उनै जगत नाथ रामको म दास हूँ मती तेरो नष्ट भयो र अर्ती दिन यो आया नलेयो मती आया राम तंग पर्वत विषे लक्ष्मण सहित भई जस लाया सुग्रीवले मितेरी खुशी भई रामचन्द्र जी थिए तस बाली मारी र जाई बक्सनु भयो सुग्रीव राजा भया सीता खोज्न हुकुम हुँदा वीरहरू फेर 10 दिशामा गया एक बेर त मै हुकुम शिरो ऊपर लिएर आया पाया देख्न सीताजीलाई दूत हूँ रामको म जान्थ्या कहाँ बानर हूँ र उखेली साफ गरिदिया तेरो बगैँचा पनि आया मार्न मलाई जो अघि सरी उनलाई मार्या पनि यो इन्द्रजित गई यसै बिचमा मलाई बाँधेर ल्याइकन आज दियो तलाई बन्धन पर्यो भने नठान त दिया जनाई खुला छु अर्ती पनि दिन्छु म सुन तलाई लोको गति सब विचार गरी आज तैले यो राक्षसी मती नले हित भन्छु मैले ब्राह्मण त होस् ऋषि पुलस त्यजीको त नाति राक्षस कसो गरी त होस् बुझिले नभाती आत्मा स्वरूप त झन् छ स्वरूप कहाँ जाति र वर्णली भन्न सकिन्छ यहाँ
सो आत्म रूप पनि नित्य विचार गर्नु आनन्दमा रहु भन्या मति यही धर्नु जो लोक विषय प्रपञ्च छ सबै जान सपना जस्तो भने सुतुन ज्याला सपना छ सत्य उठी कन त लाग्दैन साँचो पनि जस्तै ज्ञान त भयो भन्या त्रिभुवा नै एक देख छ तमा फल अज्ञान रूप निदमा पर्यो पनि भन्या देखिन्छ नाना जगत आत्मा सत्य महु भनेर बुझिले यस देहलाई पनि झुटो जान्न पृथ्वी र जलहरू मिली झुटै बन्याको भनी तर्लास्यो मनमा लिस पनि भन्या तार्न्या उनै विष्णु छन् जो हुन् विष्णु राम हुन् शरणमा रिस उठ्छ तेरा त झन् यस्तो मूर्खपना नली अवसिता सुम्पी शरणमा तपत खुश हुनन् रघुनाथ शरण परि गया यो दुष्ट चाल नगर रामको भक्ति गरेन त कसरी यो संसार तलाउँछ पर्ला जन्मनु मर्नु यही फजितीमा छुड्दैन यो तापस यो जानिकन भक्ति गर शरण पर रामका हजुरमा गई आफ्नो आत्मा नरक विषय नलैजा यस्तो त जान्या भई सीतारामसितको विरोध नगरी हेर गिर्लास नरकमा पनि फेर उत्तीर्ण हुन कठिन छ बुझिले अति दियायो पनि यस्ता बात हनुमानका जब सुन्यो राम रिसायो ता लाल नेत्र गराई भन्छ रिसाले सुनाई संसदमा मेरो डर रति नराखी बहुतै क्या बोल्छ सरे यहाँ राम लक्ष्मण दुई भाइलाई सहितै मार्छु म छोड्छु कहाँ सुग्रीवलाई तँलाई मार्छु पछि फेर मार्छु सीताजी पनि राम लक्ष्मणसित क्या डराउँछु र कि मानन् मलाई भनी तिनका बानर सैन्यको पनि विनाश गर्न्या छु यति जसो बोल्यो रावणले यी बात सुनिता बोल्या हनुमान तसो यसरी किन बहुतै गर्छस् सेखिरेरै प्रभु कन त परेरा जोरी छैनस् मेरै अघि सरौँ त जस्ता कोटी रावण म मारौँ हुकुम त नपाएको मार्नको आज क्यारौँ यस्ता बात हनुमानका सुनिता रावण रिसायो अति साँच्चा हुन् यी कुरा हुन कन त हो लिन्थ्यो कहाँ दुर्मति यो बानर कन काटी टुकटुक गर भनी यस्तो हुकुम पो दियो हातमा बेस हतियार लि अघि सर्यो जुन वीर नजिकमा थियो यस बीचमा त विभीषणै अघि सरी हात जोडी बिन्ती गया दूतो यो महाराज कुरा पनि उहाँ लैजान्छ पो यो मर्या
चिन्नु केही लगाई छाडिदिनुहोस् जाओस् र बिस्तार गरोस् यसै बानरका कुरा सुनिया आउँछन् ती संग्राम परोस् साँचो भन्या भनी बुझी कपडा मगायो तेल घिउले मुछी पुछार भरि बेरेन लायो हुकुम दियो अब जलाएर बाँधिदेऊ सारा सहर पनि घुमाएर छाडिदेऊ जाओस् छुटे पुच्छर लिकन फर्किवाई पुच्छार डढी नसकी छोड्नु छैन काहीँ यस्तो हुकुम जब दियो तब बाँधिलिया आगो पनि पुच्छरतिर लगाइदिया बाध्याका हनुमान लिएर खुसी भई भेरी अगाडि फुकी लाग्या घुम्न सहरती राक्षसीहरू चोरो बनी खुब भुकी चुप लागि हनुमान पनि खुरु खुरु गम हेरी हिँड्दै गया ढोका पश्चिमका पुगी सरको ताई तिसाना भया बन्धन देखि त खुसे कि सुख म रूपले पर्वसरी कहाँ भया ठुलो इस्यतम उठाए राक्षस अनेक मारिया कुद्दै गया बल्दो लामो पोछा लिएर घर घर कुद्दै सहरमा डुली बोल्या सब सरै छुटेन कहीँ घर बाँकी कतै भुली लाग्यो बोल्न सहर जल्याएर सब घर सब बन्द रस्ता भागी जान नपाउँदा हुँदी अनेक राक्षस टाली गई हानिकन अग्निमा परि मर्या यो चाल सहरमा भयो बोल्यानन् घर एक विभीषणजीको त्यो मात्र बाँकी रह्यो यति काम गरिसकी पुच्छरको आगो निभाऊ भनी उदे जल्दी समुद्रमा पुगी पुच्छर चोरी निभाया पनि अग्निले पनि मित्र पुत्र भनी ताप केही गरेनन् ता सीताको पनि प्रार्थना हुन गयो डरथ्या हनुमानका रामका फकत स्मरणले पनि दुःख छोड्छ आध्यात्मिकादिहरू ताप पनि जल्दी छुट्छ साक्षात उनै प्रभुजीका दूत भई गएका डरथ्या उहाँ ती हनुमान अतिहित भएका फेर्न्या मनसुबली बिदा हुन सीताजी थिए हनुमान गया बिदा खुसी भएर बक्सनुहोस् जान्छु म भन्दा भया आउँछन् रघुनाथ लस्कर भनियो बिन्ती गर्या जसो साह्रै शोक मनमा धरिकन सीता केही भन्न लागिन् तसो तिमी कन नजिकमा देखि खुसी हुन्थ्या घडी घडी रघुनाथका मिठा वार्ता म सुन्थ्या अब कसरी म यसतो दुःखले प्राण धर्छु तिमी पनि फेरि जान्या फेरि तापमा म पर्छु
सीताका यी वचन सुनेर झटपट हातजोडी बिन्ती गरा यस्तो शोक अब छाडी बक्सनुहोस् आपत्ति साह्रै भया अहिले दाखिल गर्छु राम चरणमा बोकी हुकुम लौहोस् धेरै शोक किन गर्नुहुन्छ मनमा यो शोक दुरैमा रहोस् सीताजी पनि भन्छन् म त जाऊ तिमी मात्र गई बिस्तार बिन्ती गरेर जल्दी रघुनाथ लिएर आऊसँग राम आइकन दुष्टलाई सजाई मारी मलाई सँग लैजानन् रघुनाथ तकृतिर होला क्या हुन्छ यसै मगन सीताको जब यो हुकुम आउन गयो बिदा हनुमान गया तीन फेरा जल्दी परिक्रमा गरी प्रणाम गर्दा छँदाती गया पर्वतमाथि चढेर रूप पनि ठुलो पर्वतसरीको दया आकाश मार्गली कुदेर खुसीले खूब शब्द ठुलो गर्या सुन्या शब्द ती अङ्गतजीहरूले बोल्या परस्पर पनि शब्दैले बुझियो अवश्य सधैँ भेटेर आया भनी यस्ता बाटतिरमा बसेर सब बिरी गर्दै थिया खुश भई पहुँच्या श्री हनुमान तहाँतिरमा आनन्द खुसी रही भेट भो अङ्गत वीरहरूसित बिस्तार कुरा सब गर्या अङ्गद वीरहरू खुश भई पुछारमा पक्रेर चुम्बन गर्या नाचे कोही खुसी भएर तैरित गर्दै ती राम्थे गया सुग्रीवको मधुवन मिल्यो नजिकमा साह्रै खुसी ती भया बिन्ती अङ्गतथे गर्या पनि ता खाऊ यी फलफुल भनी अङ्गतले पनि खाऊ जाय हनुमान जीका प्रसादले भनी दिया मजिर खाऊ फलफुल भनी बानर गएथे जसै चौकी बानर जो थिया सब ता आएर रोक्या कसै रोक्या बानरलाई लात दिपिया मिठो मधुर त्यो चुकोली ददी बल्ले ली गया सुग्रीवजी छन् जहाँ सबिस्तार ददी मुखले जब गर्या लुट्या मधुवन भनी लुटपिटको समाचार सुन्यार पनि रिस उठेन कति पनि भेट्या छन् बुझियो सीताकन नता लुट्या मधुवनका यी सुग्रीव गर्दछन् प्रभुजीले सुन्यार सोध्या कहाँ सीताको पनि नाम लिएर तिमीले के बोल्दछौ बात भनी सोधी बक्सनु भो र सुग्रीवजीले बिन्ती गर्या तापनि हेनाक्षी मधुवन थियो अति असल मेरो बगैँचा ता अहिले त हनुमानहरू बल जपत आएर एक क्षणमा लुट्या छन् मधुरस अनेक तरका चौकी कुट्या छन् पनि
आया आज विरोध गर्न मधुवन लुट्या र कुट्या भनी सोही बात म गर्दछु रघुपते इन्द्र सीताजी पनि भेट्या छन् तब पो लुट्या र मधुवन रोक्ता चुट्याको भनी यो बिन्ती गरी जल्दी सुग्रीवजीले ती चौकीलाई ता दिया हुकुम जल्दी फर्किकन गई चाँडै पठाऊ यहाँ आउन् श्री हनुमानहरू अब यही चाँडो भनियो जसो दिया निरे बर्यादी हुकुम उही बखत फर्केर दौड्या कसो मामा सुग्रीवका गया र दधिमुख हुकुम सुनाइदिया खुसी भए हनुमानहरू पनि गया जहाँ रघुनाथिया रामसु कन दण्डवत गरिलिया सामने जमिनमा परी सबिस्ता हनुमानले तै गर्या वृत्तान्त एक गरी भेट्या आज सीताजीलाई रघुनाथ लङ्कापुरीमा गए जसै देखिलिया सीता कन तसै सानो स्वरूपको भयो पातका अन्तरमा लुकी नजिकका सामने नजिकमा पातका अन्तरमा लुकी जननीका सामने नजरमा जो वृत्तान्त थियो सबै हजुरको त्यही सूक्ष्म रूपले कया बोके दुबी हजुर दूर रहँदा सम्झेर साह्रै रुँदी राम राम बोल्दी अनाथ भइकन बहुत विलम्ब निरन्तर हुँदी अशोकका वनमा शिशौ पनि छ एक त्यही वृक्षका बीचमा जुनिन्या मतलबली खडी भइन् सुनिन् उसै बीचमा यो वृत्तान्त सुनि हुकुम पनि भयो होस् न बोल्छस् कहाँ क्या लुकिकन बोल्दछस् अब नलुक आइज सामनेमा पाया यही हुकुम जसै जननीको बानर स्वरूपले गया होस् भनी सोधी बक्सनु भयो फेरि बिन्ती गर्दो भया फेरि वृत्तान्त गरिसके हजुरको औँठी दिया त्यहाँ जसो बर्बरासु खसाल्नु पनि भयो विश्वास लाग्यो तसो आफ्नो दुःख सबैको अनुभव यस्ता विपद छन् भने आउन् रघुनाथ भनेर बहुतै मैले बुझाया पनि आफ्नो दुःख हवाल सबैको अनुभव यस्ता विपद छन् भने आउँछन् रघुनाथ भनेर बहुतै मैले बुझाया पनि आज्ञा भो रघुनाथका हजुरमा सब दुःख मेरो कही लङ्कामा प्रभुको सवारी तिमीले चाँडो गराऊ गई बाचेत गरी जब यतातिर फिर्न लाग्या विश्वास पान जननी सित चिज माग्या चुडा मडी दिनु भो शिरमा रहेको काको कुरा कहनु अघि जो भएको लक्ष्मणलाई अब
बात भनी बहुत बोल्याकी छु तापनि त्यो रिस लक्ष्यो मैले कदापि नलिउन् यसो भनी थिन् भनी जोरिकन बिन्ती खुप गरिदिया यति हुकुम जसो सभ्यतान्त सुनि बिदा पनि भया फर्केर तसो माइसित बिदा भए जब फिरा मनमा लहड्यो गयो रामलाई नभेटी जाम कसरी भन्ने विचार्यो भयो भेटी रावणलाई अर्ती पनि दिया फिरेनु असल हो भनी फर्के दस्त गर्या अशोक वनको मार्या अनेक वीर पनि कान्छो रावण पुत्र यक्ष कुमार मार्या रावण जा थियो तै गया भन्या हित वचन तेरे न केही तहाँ गर्थ्यो बबुक अनेक तरका मैले उसो नै गनी रावणकै अघि खाग गरी सकिदिया पोलेर लङ्का पनि यति कर्म गरी यहाँ हजुरमा मैले भनी यति बिन्ती गरी खडा भइरह्या तहाँ ती सेवक बनी श्रीरामले पनि काखमा लिनुभयो सर्वस्व दिन्छु भनी बापले चित्त बुझाइ बक्सनु भयो सर्वस्व यही हो भनी मैले खुस भई काख दिए पनि भन्या फेदिनु बाँकी रति के चिज रहँदैन सब मिली गयो यो बात बताऊ कति हातमा राखी हुकुम भयो यति जसै खुसी हनुमान भया आनन्दासु गिराई भक्त रसले हाजिर हजुरमा रया धन्य हुने हनुमान यी शरीरको कोही छैन अरू भक्तरीको भक्ति खुप गरी त काख पनि पाया लोकमा अधिक धन्य काया जसको पूजा तुलसी पत्र चढाइ गर्छन् उसता पनि त भवसागर पार तर्छन् गीता उनै प्रभुजीका दूत हुन् त कहाँ सक्नु छ वर्ण गरी यिनको त यहाँ इति श्री सुन्दरकाण्ड समाप्त।